जय श्री सच्चिदानन्द सबैजनालाई। आज फेरि धेरै दिनको बादमा हजुरहरूको समक्षमा म आफ्नो फेरि ब्लग लिएर आएको छु र आज चाहिँ हामी जाँदैछौँ। हामी कहाँ जाँदैछौँ? आज हाम्रो नयाँ साथी यहाँनिर एड भएको छ। यहाँनिर हाम्रो म्याडमहरू हो। कति बजी उठेको छ आज? 2 बजी उठ्यो। 12 बजी सुतेर फाइनल्ली 2 बजी उठेर पनि यिनीहरू 2 घन्टा सुतेर पनि फाइनल्ली हम रवाना भरे डेटसिकले रवाना भरे लास्ट दिन गएको छ। र आज चाहिँ हामी जाँदैछौँ डेट सी, जो चाहिँ एकदम अब 40 डिग्री छ गरम। अन्त अर्को जाँदैछौँ माउन्ट अफ टेम्पटेसन, जो चाहिँ जेरिकोमा छ। सो सबैजना ब्लगमा बनिरहनुहोस्, लास्टसम्म हेरिदिनु होला। प्रेरणा, आर यु एक्साइटेड? तिमी फर्स्ट टाइम जाँदैछौ कि पहिला पनि? सेकेन्ड टाइम हो मेरो। सेकेन्ड टाइम। फर्स्ट टाइमको कस्तो भएको थियो तिम्रो उयो एक्सपिरियन्स? मजा आएको थियो। ओके, अब सेकेन्ड टाइममा चाहिँ गरम हुन्छ होला ज्यादा। ओके, यहाँनिर को सेकेन्ड टाइम जाँदैछ? म पाण्डेसोना फर्स्ट टाइम हो तिमीहरू? यिनीहरू तिनैजना फर्स्ट टाइम रहेछ। हाम्रो फर्स्ट टाइम हो। यिनीहरू चाहिँ डेट चाहिँ फर्स्ट टाइम जाँदैछ। तर जेरीको चाहिँ हामीसँग 2019मा गएको होइन, बिफोर कोरोनामा गएको। म पनि डेट सी पनि जेरीको पनि सेकेन्ड टाइम हो। It will be fun. अहिले चाहिँ हामी आइपुग्यौँ लर्ड्स वाइफ भन्नेको जग्गामा। तपाईँहरू हेर्न सक्नुहुन्छ यस्तो भर्खर कति यो चाहिँ 6:30 भएछ। यस्तो टन्टलापुर घाम छ, बाफरे यस्तो गरम रहेछ फेरि हो। मर्छ होला आज चाहिँ। फोटो सेसन चलिरहेको छ यहाँ पुरा। ठिकै छ? कहाँबाट कति बेला चढ्यो हाम्रो देखिन त। मैले त उयो लाग्दै देखिन्छ। सालमा सक भइरहेको छ। जाउँ भित्र। यिनीहरू त अब मेलामा छुट्टेको दिदीबहिनी छ त। त्यहाँबाट पनि फोकस गर हो। हामी डेट सी आइपुग्यो। यस्तो गरम छ। कस्तो लाग्दैछ तिमीलाई? गरम गरम कति डिग्री छ अरे है? 32 34
Oh my god, आज चाहिँ छान्छु आज चाहिँ ब्यान्ड बज्छ ब्यान्ड बज्नेवाला छ तर हामी ब्यान्ड बजाउने आएको हो गाइस तर प्रीति त हिजो चाहिँ पुरा एकदमै नर्भस थियो किनभने आउँदिन भन्ने क्यान्सल गर्छु भन्ने भएको थियो गरमले गर्दाखेरि खै ए ओके आउन अन्त चेन्ज गरिदिइहाल्नु यहाँ चाहिँ हामी चाहिँ डेट चाहिँ आइपुग्यो होइन तपाईँहरूलाई देखाउँछु फ्रन्ट क्यामेराले यो चाहिँ हो डेट सी डेट बिकज इट्स भेरी सल्टी भएको कारणले चाहिँ डेट सी हुन्छ अनि नुन चाहिँ यस्तो डरलाग्दो छ कि यो नुन सबै नुन हो यति डरलाग्दो सल्टी छ सल्टको म्याग्नेट्युड चाहिँ यस्तो डरलाग्दो बेसी छ कि त्यो भएकोले गर्दा चाहिँ केही कुरा नै डुब्दैन यसमा चाहिँ तो दोस्तों हम लोग रास्ते में गाना गाते हुए जा रहे थे और बाहर में गर्मी इतना ज़्यादा था कि हम लोग पसीना पसीना होके भीग चुके थे और हमारे पीछे पीछे बाकी दोस्त भी आ रहे थे लेकिन गर्मी होने के बावजूद भी वहाँ का नज़ारा व्यू सीन इतना अच्छा था इतना ब्यूटीफुल था कि क्या ही बताऊँ सबके लिए ये लाइफ में पहला एक्सपीरियंस था तो हम लोगों ने खूब एंजॉय किया औ तिमी त लड्न आँट्यो त राम्ररी बस न वाउ भिडियो